A few moments later. Hello guys, welcome back to my channel. आज चाहिँ हामी चपुरबाट इलामतर्फ लाग्दैछौँ। बाटोको हामी एकदम भिडियोहरू चाहिँ बाटोको एकदम कस्तो छ के छ हामी भिडियो बनाउँदै हिँड्छौँ है। धेरै दिनपछि भिडियो बनाएको छु, लाइक सपोर्ट गरिदिनु होला। धन्यवाद। ल फाइनली अब चाहिँ हामी भिडियो स्टार्ट गर्यौँ है बाटोबाट। ठ्याक रेकर्ड भयो। तिमीले कहाँ झार्दै आएको माइकको माइकको बोल्ने नै कहाँ झार्दै जान्छ। रेकर्डमा दिन्छ कुन चाहिँ मुभी कसले फोन गर्यो दुईवटाले फोन गरेको थियो।
खाने पोखरी जतिको खराब चाहिँ छैन है। खाने पोखरीको त यस्तो केक लगिने भाग्नेलाई होला अब चाहिँ धेरै नै लामो जस्तो अब चाहिँ धेरै नै वहीँसम्म पर्छ हो। लगाएको आउँछ आएको रेस्टमा कहाँ हेर्नु धन त्यस्तो उफ्रेन हो त्यस्तो त्यो बुढो त्यो अनि के अरे कुम्बालाई मोबाइलले आमालाई दिएको भने आमालाई दिएको तपाईँले मलाई ब्यागमा राख भन्नुभएको थिएन A1 के त्यो उसको होइन नि त त्यो आमालाई मैले टिका लाउन जाने बेला ब्याग लगाउनु भएन अरू मम्मीलाई भन्नु
यो चाहिँ हाम्रो रमिते डाँडाबाट स्टार्ट है गाइज। अहिले अब हामी घरतर्फ लाग्दै हो। बाटो एकदम उ छ। रमिते डाँडा भने यही रहेछ, खासै केही रहेछ, आएको मात्र भयो। झापा जिल्लाको रमिते डाँडा भन्ने ठाउँमा घुम्न आएको हो होइन। झापा पर्छ मोरङ भन्ने अब झापा हो, झापा होस् पापा होस् के होस्, रमिते भन्ने ठाउँमा आएको। खासै केही देखिएन, केही खाँदा पनि खाइएन। यहाँ चाहिँ अब यस्तै भिडियो सिडियो बनाउने हिँड्ने के भयो हौ? ए हिँड्नु न हिँड्नु। अहिले उल्टो घरमा सुल्टाएर खाउँला। अब भाइजू केही भन्नु छ भने भन्नु, अब चाहिँ भिडियो प्रपरली बनिसक्यो है। यहाँ हाम्रो अगाडि हिँड्नु भएको चाहिँ हाम्रो मामा माइजू हो। मामाले नि अलिकति हाई गरिदिनु, यता हेरेर हाई गरिदिनु। अब हामी एकदम ओह्रालो ओह्रालो हुँदै लाग्दैछौँ। ओकालो जति सकियो गाइड, ओह्रालोतर्फ हामी सरर र खासै एक्सिलेटरै नदाबिकन हिँड्नु पर्यो आनन्दले। हामी बुढाबुढी यसरी हिँड्दैछौँ। अब के गर्नु, यस्तै हो। यसरी भिडियो बनायो हिँड्यो होइन। ल सरर यसरी हामी हिँड्दैछौँ है गाइड। बाटो एकदम मस्त बाटो लाग्यो। ठाउँ ठाउँमा चाहिँ धेरै अलिअलि छ। मामाले ठाउँ ठाउँमा झ्याप झ्याप ब्रेक हान्दै हुनुहुन्छ। के को लागि हो? के भयो? ए ल यो चाहिँ बाटो, यहाँको बाटो छ यस्तो छ गाइस। बाटो देखाउने भनेर अनि स्वाटै मलाई तर्साउनुहुन्छ त। मामा मलाई नै तर्साउनु भयो त अहिले त। यो चाहिँ बाटो एकदम टेढो मेढो ओकाली ओह्राली मोडै मोड रहेछ गाइस। ओकाली ओह्राली छ। बाइक कुदाउनको लागि मात्र ठिकै होला, घुम्नलाई चाहिँ खै मैले खासै देखिनँ। डाँडा काँडा धेरै छन् होइन। जस राम्रै छ, नराम्रो छ भन्न चाहिँ मिल्दैन। अनि एकदम ठन्डा एकदम चिसो छ। गर्मीको महसुस चाहिँ हाम्रो नहुँदो रहेछ, गर्मी हुँदैन। राम्रो छ, राम्रो ल। बाइक कुदाउनलाई मात्र राम्रो छ। अब खै अरू चाहिँ यहाँ बस्ने सक्ने यताउति चाहिँ खै खासै त्यस्तो चाहिँ देखिनँ राम्रो। अब चाहिँ यसो हिँड्ने। अर्को मोबाइल कहाँ छ बुढी? त्यो मोबाइल चाहिँ खल्तीमा राख्नु, फेरि अघि धारे जस्तै धारे जस्तै होला। मेरो बुढीले माइकबाट बोल्ने हराइहाले गाइस यो घुम्ने चक्करमा। एउटा मैले हराएँ, एउटा बुढीले हराएँ। कहाँ छ एउटा? हाम्रो सबै सुविधा उल्टो घरको नाम पनि छैन। मलाई त काठमाडौँको जस्तै लाग्यो बाटो त। ठ्याक्कै काठमाडौँको जस्तै बाटो छ ल। एकदम भिरालो मस्तको बाटो, सरर पारेर घुमाउने खाले।
बाटो चाहिँ एकदम मस्त लाग्यो गाइस। अघि चढ्ने बेलामा चाहिँ गाह्रै भएको थियो, अहिले हामी फर्किने बेलामा चाहिँ एकदम मस्त लाग्यो बाटो। धेरै भयो भने ठिक छ बाटो चाहिँ होइन। अब यस्तो हो, अरू भनेको कुदाउनुमा भएको छ होइन। वर्ष त अब यस्तोमा अलिक बचेर बिस्तारै कुदाउनु होला साथीहरू। अब म चाहिँ अलिकति यस्तोमा हिँडिरहेको भएर अलिकति अनुभवको मात्रामा मैले हल्का कुदाएको हो, तर त्यस्तो रफ कुदाएको छुइनँ होइन। बिस्तारै नै कुदाउनु होला। बाटो एकदम धेरै मोड छ, एकदम मोडेरै हिँड्नुपर्छ। एकचोटि यहाँनिर टक्क लाएर सिप्ल्यो भने सिप्ल्यो हुन्छ होइन। गाइस मेरो त यहाँ हिँड्दा हिँड्दै कानै टाल्लिसक्यो हौ। खोइ हनुमामाहरू कहाँ आइपुग्नु भयो? मामालाई देखिन त हौ। फोटो खिच्नलाई बस्नुभयो क्या हो? खै हो यस्तो छ गाइस, पुरा डाँडा छ होइन। चटो लाएर यस्तो बाटो धिरालो छ होइन गाइस। अब उफ्रिने बाटो आएन, हिँड्नै पर्यो ल गाइस। बिग्रेको बाटो डाँडा हिँड्दै चाहिँ हामी अहिले अब यही त्यो 1x बेट अन भइरहेको थियो क्या। उल्टो घर पनि अब अलिक भित्रबाट अलिक टाढै रहेछ गाइस। आजसम्म रियलमा चाहिँ उल्टो घर चाहिँ हेरिएको छैन, सुनिएको मात्र थियो होइन। केही चाहिँ आज चाहिँ हामी हेर्न जाँदैछौँ। हामी मात्र नहेरिकन चाहिँ सबै साथीहरूले हेर्न मिल्ने गरी चाहिँ आज हाम्रो चाहिँ वास्तवमा कुरा के हो, यो भिडियो मार्फतै मैले खुलाउनु छु है आज रियल। उल्टो घर चाहिँ टाढै रहेछ है गाइस। अब केही पाउन र केही हेर्नको लागि त हिँड्नै पर्यो नि त हौ। कति दुःख गरेर मान्छेले बनाएको छ, कसरी बनाएको छ, त्यति सजिलो हेर्न कहाँ पाइन्छ त। जति टाढो होस् आज मस्ताले हेरिन्छ। यो घर चाहिँ सुल्टै रहेछ है गाइस।
वास्तवमा यो जो मान्छेले उल्टो घर बनाएको छ त्यो बस्नको लागि हो कि अटो घुमाउनु थाल्यो पार्क जस्तै रहेछ यो। बस पनि उल्टै रहेछ माइजू नि उल्टै उभिनु भएको रहेछ आउनु खोइ कहाँ बस्नु अब उल्टो हो कि सुल्टो हो मैले स्टप गरिरहेको छु रुको जरा ल फाइनल्ली हामी उल्टो घरतर्फ आइसकेको छौँ यो उल्टो घर हो होइन मोरङ जिल्लाको यहाँनिर चाहिँ हामी अहिले उल्टो घरमा आइसकेको छौँ उल्टो घर चाहिँ यसरी बनेको रहेछ मान्छे चाहिँ बस्ने होइन यो खालि सोको लागि यहाँ चाहिँ हाम्रो गाडी यसरी बाँधेर चाहिँ माथिबाट बाँधेर कारलाई यसरी झुन्डाएको रहेछ ल सबैले हेर्न सक्नुहुन्छ होइन मोरङ जिल्लाको झ्यालहरू पनि उल्टो छ भर्याङ चाहिँ सुल्टो रहेछ है ल सबैले हेर्नु होला हामी चाहिँ अहिले उल्टो घरमा भित्र छिरिसकेको छौँ मान्छे चाहिँ कोही बस्ने होइन रहेछ यो पैसा बटुल्नको लागि मात्र यति मिहिनेत गरेर चाहिँ यो खास राखेको यहाँनिर हेर्न पाइयो होइन यहाँ चाहिँ सबै कुरा उल्टो रहेछ है अनि यहाँ डाइनिङ टेबल पनि उल्टो छ कुर्सी चेयरहरू सबै कुरा चाहिँ उल्टो रहेछ झ्यालहरू पनि उल्टो छ होइन अब यो पनि यहाँनिर चाहिँ काँटी ठोकेर उल्टो बनाएर रहेछन् होइन ल ग्यास स्यास सबै रहेछ फ्रिजहरू सबै हरेक कुराहरू उल्टो रहेछ है यहाँ केही छैन होइन सबै कुरा उल्टोमा राखेको छ अनि हामीलाई यहाँनिर भित्र छिरे बापत चाहिँ हामीले 100 रुपियाँ तिरेर छिर्नुपर्ने रहेछ हामीले चाहिँ यहाँ उल्टो होला सबै कुरा उल्टै तरिकाले खाने पनि होला भनेर सोचेर आएको थियौँ यहाँ पनि झुन्डेर बाथरुम गर्नुपर्ने रहेछ होइन झुन्डेर बाथरुम गर्दाखेरि उल्टै आफैतिर फर्किने भन्ने चाहिँ यहाँ हुने भयो सबै कुरा चाहिँ यहाँनिर सफा छ गाडी यसरी यहाँनिर बाँधेर यसरी झुन्डाएको रहेछ र सबै कुरा उल्टो छ बेड पनि उल्टै छ होइन आफूलाई डोरी लाएर चाहिँ यहाँनिर सुत्नुपर्छ है गाइज मोरङ जिल्लाको उल्टो घर अब यहाँ मैले सबै कुरा यहाँ उल्टो छ तर मैले सुल्टो बोलिरहेको छु होइन ल यसमा केही भन्नु छ भने मेरो बुढीले नि भनिदिँदा हुन्छ भन्देऊ न माइजू तपाईँलाई चाहिँ यहाँ उल्टो घरमा आएर कस्तो फिल लागिरहेछ त यो 100 रुपियाँले चाहिँ हाम्रो 100 रुपियाँले केही काम गरेन मामा 2 शब्द यता जाओस् यहाँ हेरेर भन्नु पर्यो एकदमै सबै महँगा नै छ त यहाँनिर सबै महँगा सामानहरू रहेछन् यसमा कम्प्लेन गर्ने ठाउँ छैन यो लगानी अनुसारको 100 रुपियाँ केही पनि होइन सुरुमा त नयाँ थियो होला अब बिस्तारै चाहिँ यो पुरानो भएर चाहिँ यस्तो देखियो होला फ्रिजै यत्रो महँगो छ कि अब होइन नयाँ हो फ्रिज त नयाँ हो ल 2 वर्ष भयो होला 2-3 वर्ष सामान सबै नयाँ छ यो नयाँ हो यो ट्यान्टको छ सामानहरू नयाँ हो प्रायः ल उल्टो घर चाहिँ यति नै रहेछ साथीहरू अगाडि उता डाइनोसर पनि छ ल मेरो नि एउटा भिडियो बनाइदियो उता डाइनोसर उता देब्रेसर ल तसर्थ हामी चाहिँ यहाँ के हुन्छ भनेर चाहिँ हामी यहाँ घुम्न आएको छौँ होइन यो सबैतिर चाहिँ उल्टो घरको यो सबै हेरिहाल्यो हाम्रो भाग्य नेपाली दाइले पनि यो हालेर चाहिँ एकदम ठुलो कुराहरू गर्नुभएको थियो मलाई नि ल अब ठिकै लाग्यो होइन अब यहाँ सुत्न चाहिँ नमिल्ने रहेछ मैले अलिक ठुलै आश बोकेर आएको थिएँ अब उल्टो तरिकाले यहाँ उल्टै केही होला मान्छेहरू पनि बसोबास गरे होला भनेको तर मान्छेहरू चाहिँ बस्दैन रहेछन्
यो खास चाहिँ सबै सो प्रदर्शनको लागि मात्र रहेछ। कार पनि यो सायद कबाडीबाटै ल्याएर हाल्यो होला। सुरुमा नयाँ थियो कि अब कबाडी चाहिँ थाहा भएन, तर फोरै रहेछ। ल जसो तसो उल्टो घरमा आइयो। अब सबै कुरा उल्टो भयो नि, मैले चाहिँ सुल्टो बोलिरहेको छु है। ल यो घरभित्र छिर्यो। यो घर चाहिँ हाम्रो पकाएको रहेन रहेछ, प्लाईले बनाएर चाहिँ कार्पेटले लगाएर यहाँ हामी हिँड्दाखेरि नि भाँचिरहेछ। अब सायद उल्टो भएर होला, माथि छ सिलिङ, यो तलको छाना भएर होला यस्तो लाग्यो। ल यस्तै छ है त।